गुड मर्निङ छ सबैजनाले बेनीबाट। आज हामी चाहिँ मन्दिर जाँदैछौँ। कुन मन्दिर जान लाग्यो हामी? कुन मन्दिर जान लाग्यो? किनभने सब रेडी भइसकेको यहाँ सक्नुहुन्छ। अब हामी चाहिँ यहाँदेखि रुम छोड्न लाग्यो गाइस। अब तपाईँहरू त्यो मन्दिरमै पुगेर देखाउँछौँ के कस्तो हुँदैछ नजर। अझै सर के भन्न चाहनुहुन्छ तपाईँ? नमस्ते। आज चाहिँ हामी एउटा बेनीमा छौँ। आज चाहिँ हामी रुप्से वाटरफल अनि एउटा मन्दिर जाँदैछौँ। तातोपाटी पनि जाँदैछौँ। चुसाङ पुग्छौँ होला आज हामी बेलुकासम्म। हेर्दै जाऊँ आज के हुन्छ सब भ्लगमा देखाउँछौँ। गाइस हामी चाहिँ मन्दिरतर्फ जाँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै अँध्यारो छ। यहाँ केही पनि देखिरहेको छैन। आइसर चाहिँ पुरै वेब डेरी हुन्छ मलाई। सबैजना आफ्नै आफ्नो तालमा हिँडिरहेका छन्। के हो त लखन लाग्यो है सर। फोकस ह महादेवको मन्दिर हो जुन चाहिँ एउटा मात्र साइग्राममा बनेको छ। हामी चाहिँ मन्दिर दर्शन गरेर फर्किसकेका छौँ। यता चाहिँ टिकटक चल्दै रहेछ। ठिक छ। गाइस हामी चाहिँ अब गलेश्वर महादेवबाट आएर अब चाहिँ तातोपानी नुहाउन जान लाग्छौँ। बिहान सुरुवात आफ्नै बारीमा फलेको चना पाउडर सक्नुहुन्छ। एकदमै उम्लिरहेको छ पानी भक्लक भक्लक। छाला जान्छ जस्तो लाग्छ मलाई चाहिँ। सक्नुहुन्छ तपाईँहरू यस्तो तातो पानी। धलो जस्तो छ है। धलो जस्तो है। झर्ना है गाइस झर्ना। ठुलै छ। एकछिन रुङ्छ म माथि खानुलाई। फेरि ससी छ है। ठुल्दो रहेछ नि।
केटा गेममा हाला न भन्ने सपोर्ट थिएन नि हामी चाहिँ लेटी होटेलमा खाना खाइसकेर अब यतातिर हिँड्दै गरेको अवस्था हाम्रो सरहरू हुनुहुन्छ यहाँ ओके सर सर के कस्तो लाग्यो तपाईँलाई यहाँ खाना एकदम बवाल थियो ए भन्थ्यो तपाईँले कस्तो लाग्यो दामी मिठो थियो भेज थियो मलाई पनि मिठो थियो 8.5 फाइनल गाइस हामी चाहिँ रूपसे जान आइसकेका छौँ तपाईँ देख्न सक्नुहुन्छ ल भन्नुहोस् न के भन्नुहुन्छ यहाँको झर्ना राम्रो छ एकदम साथीको ब्लगलाई सपोर्ट गर्नु होला हैन परम धेरै बोल्नु पर्दैन लाइक शेयर सपोर्ट ब्लग दादै भएको छ नि मैले नमस्ते गाइस अगेन फेरि अब हामी चाहिँ दुम्बा लेकतिर जाँदैछौँ तपाईँहरू देख्न सक्नुहुन्छ सबैजना छन् यहाँ हाल हाई भन्नु न हाई 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 अन्सु बोला नि त के यता बोला 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 यहाँ छिटो नबोल्ने दुम्बातिर होइन जाने हामी कपडा चेन्ज गरेर बनाउनु पाएको हुन्छ कि त्यहाँ है कस्तो कपडा चेन्ज गरेर जानु पाएको हुन्छ कि त्यहाँ चाहिँ यही कपडालाई कति फोटो खिच्ने छ बिहान नै गर्नुपर्ने रहेछ चस्मा त्यही थियो क्या ए यसो 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 यो कसको हो यो त टिकटक बनाउ न माथि यस्तो बेलामा पाउँदैन आइलेक्समा कि अहिले म ब्लग बनाउँछु एकदम खतरा जानुपर्ने छैन र माया डेस्टिनेसन कहाँ हाम्रो डेस्टिनेसन डुम्बा लिएको आउनु नि त ओइ तु डुम्बा लेक
हजुर त्यो चार्ज भएको राम्रो छैन तपाईँले म ब्लग बनाइदिन्छु नि त के बोल्नुहोस् न 2-4 शब्द मिठो अन्त्य मेरो शब्द यही 2 शब्द किरण तिमी उल्टो हिँड एकदम राम्रो आइरहेको छ ल ल खाना घट्यो प्यान्ट झर्छ म लाउँदै भने फेरि यहाँ राम्रो आउँछ यहाँबाट बिहान चाहिँ मैले हानेको थिएँ तपाईँहरूको बिहानीको सुरुवात कसरी भयो हाम्रो त आफ्नै कति सहभागी छ आउनुहुन्छ हामी चाहिँ रेडी भइसकेका छौँ र अब कोर्ला बोधो अप्पर मुस्ताङतिर लाग्ने गरेको अवस्था छ सब कस्तो छ आजको मौसम एकदम चिसो छ एकदम चिसो छ कपडा धेरै लाउनु परेको छ दिन साउन्ड भएर बाँकी भेट चाहिँ उतै गरेको कुरा गरौँला गाइस कोर्लाबाट जाँदै गर्दा यस्तो राम्रो हिमालको भ्यूहरू देखिरहेको छ यसलाई चाहिँ तपाईँले मर्नुभन्दा अगाडि अवश्य देख्नुपर्ने हुन्छ आफ्नै आँखाले त्यसको लागि तपाईँ अप्पर मुस्ताङ आउनै पर्ने हुन्छ यो चाहिँ जुन चाहिँ एकदम तपाईँको हेभन अफ अर्थ हो तपाईँले मर्नुभन्दा अगाडि एकचोटि यस्तो ठाउँमा चाहिँ भिजिट गर्नै पर्ने हुन्छ नेपाल र चाइनाको बिचमा पर्दो रहेछ त्यहाँ चाइनाको लाइटको रिफ्लेक्सन सिटीको रिफ्लेक्सन चाहिँ देखिरहेको गाइस हामी चाहिँ यो ठाउँमा आइसकेका छौँ तपाईँहरू हेरेर कमेन्ट गर्नु होला यो नयाँ नौलो ठाउँमा भएर मलाई पनि त्यति खासै नाम त थाहा छैन हजुरलाई थाहा छ भने कमेन्ट गर्नु ल गाइस हामी चाहिँ चाइना बोर्डर आइसकेका छौँ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम बोर्डर यो चाहिँ नेपाल हो यो चाहिँ चाइना बोर्डर एकदम चाइना बोर्डर छ यता चाहिँ नेपाल
गएर फर्किसकेका छौँ हिउँछौँ खेल्न रमाइलो गऱ्यौँ तर हाम्रो स्वर आयुष त्यो निकोलस भुसालले बाघले आएर तपस्या दिन्थ्यो राति 12 बजे भनेको थियो नि हजुर तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं हजुर त्योभन्दा एउटा अब के हो उहाँ त अनि पुरै बसेपछि 3 बजेसम्म यतिकै निदाइन्छ यो अनि के कस्तो डङ्गे बाबा त मासु खाएर तपस्यामा मासु त्यही मासु लाग्यो उसले बेटो काम त यहाँ सुन हजुर। स्कुलमा कम्पलसरी बेलुका नन भेज बिहान भेज छ हजुर ऊ टोटल्ली भेज भयो उसले जबरजस्ती घिच्नै भयो उसले खाएपछि चाहिँ उसलाई जो भित्रैबाट आउने जस्तै बाबा काम नि 15 वर्षले गर्नु गर्छ हेर त आकाश हात हात होइन उसलाई चाहिँ त्यो चढिस्या म अलिअलि यस्तो ज्योतिष पनि जान्छु नि त हजुर म एउटा उसलाई मन्त्र यस्तो भन्छ यस्तो गरेर घाम्छ नि त्यो चियर कस्तो छ हजुर साइड किरा साइड कौन है ये लोग कहां से आते हैं ये? हेलो गाइस फाइनली हामी चाहिँ मार्फा भिलेज आइसकेका छौँ देख्न सक्नुहुन्छ हावा चाहिँ अति लागिरहेको छ है फाइनली हामी चाहिँ मार्फा भिलेज आइसकेका छौँ र मार्फा भिलेजको गेट इन्टर गर्दैछौँ केटाहरूको आफ्नै स्वाग छ दिपक सरको स्वाग चाहिँ मलाई अत्यन्तै मन पर्यो विवेक सर सामानहरू राखेर सबैजना मार्फाको गेट इन्टर गर्दैछौँ तपाईँ देख्न सक्नुहुन्छ हाम्रो दिपक सरको फेरि आफ्नै स्वाग नै बेग्लै छ क्या मानिरहनु भएको विवेक सर फेरि आफ्नै त्यस्तो होइन कि आइस एउटा उठ्याएको हाल्नु सर फाइनल गाइस हामी चाहिँ अब यहाँ मार्फा भिलेजमा कस्ट्युमहरू लाउँदैछौँ सबैहरू देखाउँछौँ कस्तो हुन्छ के फाइनल गाइस हामीले चाहिँ कस्ट्युम लगाएर रेडी भइसकेका छौँ अब चाहिँ जेरी गाउँदै घुम्ने हो केटाहरू पनि हेर्नुहोस् सबैको भइसकेको छ पुरै झाँक्री हो यस्तो देखिरहेको छ हामी चाहिँ अब मार्फाबाट हिँडिसकेका छौँ अब चाहिँ हामी पोखरा जाँदैछौँ पोखरामा के कस्तो रमाइलो हुन्छ त्यो तपाईँलाई अवश्य म देखाउने नै छु बाटोमा रहेको कालीको मन्दिरतर्फ लाग्दैछौँ तपाईँ देख्न सक्नुहुन्छ सबैजना आफ्नो आफ्नोमा छ
के माग्दै बाबु के माग्दै हामी चाहिँ अब कालीको मन्दिर दर्शन गरेर पोखरातिर लाग्दैछौँ। आजको हाम्रो नाइट स्टे उठे हुन्छ होला। तपाईँ देख्न सक्नुहुन्छ यहाँको रोडहरू कतिको क्लिन छ। काठमाडौँ भन्दा नि हामी चाहिँ पोखरा लेक साइडमा घुम्नु ओ हालै भन्नु न कोही हालै भन्नु आइसकेका छन् र होटल लेक टावरमा बसेका छौँ। आज हामी चाहिँ लेक साइडमा घुम्दैछौँ। खोला वतनमा मजा दिनुभयो भने दिएन भने प्यारी समझ गई। बोला केही दुई चार शब्द सानो मित्रमा बिउजायो तिम्रो रूपैले म त कसैलाई नसोधी सल्लाह धुपैले सानो मित्रमा बिउजायो तिम्रो रूपैले सानो मित्रमा। नेक्स्ट कुरा डिक्टेल बजार आउन डिक्टेल बजार डिक्टेल बजार लैलै सम्झनामा आउँछौ हजार तिमीले मोहल्ला जिल्ला डिक्टेल बजार बहिनी तिमीले मोहनी हान्न बहिनी तिमीले मोहनी लगायो चिन्ता थिमै संसारै भुलायो खोटाङ जिल्ला डिक्टेल बजार लैलै सम्झनामा आउँछौ हजार डराउने हामीले आँखा जुदाउने चित्त बुझाउने क्याम्पस मेरो के बिग्रियो बानी पढाइतिर पटक्कै मनानी क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुदाउने चित्त बुझाउने गोला पछि मेसिन गन बरार सिग्रेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई टोपाइको गोला पछि मेसिन गन बरार सिग्रेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई। किन म बनाइरहेको छु केटाहरू चाहिँ छाता बन्द खेलिरहेको छ। म चाहिँ आउट अफ फ्रेम हो देख्न सक्नुहुन्छ। एकजना आउनु न मलाई पनि देखाउँ यता क्लोज भइसक्यो कस्तो हो यत्रो उता
म सबै देशको मुस्ताङ तुर्देखि घर आइसकेको छु र नाच्ने गाउने भएकोले सेवाले बसेको छ एक्चुअली म तपाईँहरू सरी भन्न चाहन्छु किनभने मैले मुस्ताङ राइजको 3 वटा विषय बनाउन भनेको थिएँ झ्याउ लाएर अलि सकिनँ त्यस फास्ट सपोर्ट गर्ने होला र सेभेन नेक्स्ट भिडियो बाई